आज म तपाईहरुलाई कोदोको पिठो र फाफरको पिठोको चटामरी बनाएर देखाउँछु। तपाईहरुलाई पनि मन पर्यो भने बनाएर खान सक्नुहुन्छ। एउटा भाँडामा फाफरको पिठो 2 चम्चा, कोदोको पिठो 2 चम्चा राख्ने, अनि त्यसमा खुर्सानीको धुलो अलिकति, जिराको धुलो अलिकति, नुन, लसुन अदुवा स्वाद अनुसारले राख्ने, अनि पानी राखेर त्यसलाई सबै मल्ने पातलो गरेर यसलाई राम्रोसँग डल्लो नहुने गरेर मुस्नुपर्छ। यतिको पातलो भएपछि तयार भयो हाम्रो चटामरीको पिठो। अनि एउटा प्यानमा 1 डाडु अघि मुसेको पिठो राख्ने र बिस्तारै गोलो पारेर चलाइदिने। अनि एउटा ढक्कनले छोपिदिने। 1-2 मिनेट छोपेर राख्ने, अनि त्यसको बिर्को खोलेर हेर्ने। अब यसलाई बिस्तारै निकाल्ने, अनि तयार भयो हाम्रो चटामरी। फेरि यस्तै गरेर अर्को पनि बनाउने। तपाईहरुलाई मन पर्छ भने घिउ राखेर बनाउनु भए पनि हुन्छ। घिउ राखेर छोप्ने, अगाडि पछाडि घिउ राख्नु भए पनि हुन्छ। मुस्ने बेलामा पनि पिठोमा घिउ राखेर मुस्नु पर्ने, मैले चाहिँ बिर्सेछु। तपाईहरुलाई पनि मन पर्छ भने बनाएर खान सक्नुहुन्छ। हेर्नु त कस्तो नरम हुन्छ, मिठो पनि हुन्छ, हेल्दी पनि हुन्छ। धन्यवाद।